हेलो फ्रेन्ड्स, ल आज हामीले के गर्नु पर्यो भन्दाखेरि हाम्रो HTML को पहिलो प्रोग्राम लेख्नु पर्यो। म यति दिन गायब थिएँ हैन, अब कहाँ थिएँ मलाई पनि थाहा हैन, तर जस गायब थिएँ हैन। ल अब चाहिँ के गर्नु पर्यो रे, पहिलो प्रोग्राम लेख्नु पर्यो। पहिलो प्रोग्राम लेख्नुको लागि हामीलाई के चाहियो, एउटा लेख्ने केमा लेख्ने भनेर पनि चाहियो नि त। त्यसको लागि नोटप्याड नै छुट्टै छ, तर यसमा चाहिँ भिजुअल स्टुडियो कोडमा चाहिँ के हुन्छ, सजिलो हुन्छ। सजिलो र हाम्रो के हुन्छ, काम पनि भिजुअल स्टुडियो कोडबाटै गरिन्छ। त्यो यो डाउनलोड गर्न मैले अब अरूहरूले युट्युबमा भिडियो हाल्नुको छ, त्यो हेरेर डाउनलोड गर्नु होला। ल सुरुमा प्रोग्राम, ल सुरुको फाइल नयाँ फाइल बनाऊँ है त। नयाँ फाइलको नाम दिउँ index.html। ल एमा चाहिँ index.html किन दिएको भन्दाखेरि यो एउटा बोइलर नाम हो, जे नि दिए हुन्छ, तर लास्टमा के हुनु पर्यो, .html बाट समाप्त हुनु पर्यो। बुझ्नु है नि। ल अब यहाँ पहिलो यसमा बोइलर प्लेट चाहिँ कसरी गर्ने भन्दाखेरि, यसमा सजिलो कुरा के भन्दाखेरि बोइलर प्लेटहरू अनि आफै एक्सटेन्सनहरू आउँछन् के, त्यो चाहिँ सजिलो कुरा भयो नि त। त्यसको लागि चाहिँ Shift+1 ताप्ने अनि इन्टर ताप्ने हो। यस्तो गरेर के हो, बोइलर प्लेट आयो। अब ल हेरौँ है त कस्तो देखिन्छ हाम्रो प्रोग्राम भनेर हेरौँ है त। ल अहिले त केही देखेन त है। ल केही देखेन, यहाँ डकुमेन्ट देखाएको छ, यहाँ डकुमेन्ट छ भनेपछि टाइटल कहाँ हुँदो रहेछ, माथितिर हुँदो रहेछ। टाइटल कहाँ हुँदो रहेछ भन्दाखेरि प्रोग्रामको माथि हुँदो रहेछ। अब बडी भनेको कहाँ हो, बडी भनेको यो भागलाई बडी भन्छ। अब हेर म यसरी लेखौँ है त, दिस इज बडी लेखौँ है त। यो त कति सानो देखेछ है। नर्मल साइज यही हो। अनि त्यसपछि चाहिँ अब के गर्नु पर्यो भन्दाखेरि यसलाई अब हाम्रो फर्स्ट प्रोग्राम यही हो, तर यसलाई अब हल्का राम्ररी देखाउनुको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि h1 ट्याग हालौँ। h1 भनेको चाहिँ कस्तो ट्याग भन्दाखेरि हेडिङ ट्याग हो के। हेडिङमा पनि सबभन्दा ठुलो हेडिङलाई के भन्छ, h1 ट्याग भन्छ। सबभन्दा ठुलो हेडिङ गरौँ न त। अब बडी के लेखौँ, सब्सक्राइब लेख्नु न त होइन, फर्स्ट प्रोग्राम लेखौँ, फर्स्ट प्रोग्राम हैन। ल फर्स्ट प्रोग्राममा के लेख्यौँ हामीले, दिस इज बडी लेख्यौँ। अब के छ र यहाँ के थाहा पाउनु पर्ने कुरा भन्दाखेरि हेडको यो ओपनिङ ट्याग, यो क्लोजिङ ट्याग, बडीको ओपनिङ ट्याग, यो क्लोजिङ ट्याग। तर कोहीको चाहिँ ओपनिङ ट्याग हुन्छ तर क्लोजिङ ट्याग हुन्छ, त्यो पछि पढौँला। अहिलेको चाहिँ यो हेडिङको नि ओपनिङ ट्याग, यो हेडिङको क्लोजिङ ट्याग हैन। अब भ्याइयो नि त हाम्रो आजको प्रोग्राम। खुसी छौँ नि हैन सबै। ल अब के गर्नु पर्यो भन्दाखेरि h3 ट्याग हालेर I am very much happy ल अब सक्यो है त। त्यसो भए आजको हाम्रो भिडियो यही समाप्त हुन्छ। थ्याङ्क्स फर वाचिङ, बाई।